ल गुड मर्निङ सबैजनालाई है। आज फेरि म आइपुगेको छु है यहाँनिर। आज चाहिँ अब नयाँ टपिक। आज चाहिँ बिहान समयमा सधैँ रहेछ है। त्यसको लागि चाहिँ हामी डोमु गएर गएको छौँ। डोमु गाउँमा चाहिँ तपाईँको चाहिँ के हो भने हामी म चाहिँ एउटा भान्जा परेँ नाति, अनि मामाहरूलाई चाहिँ म नाति चाहिने पर्ने अब अवस्थामा चाहिँ अब म जाँदैछु। ल ल फाइनली हामी आइपुग्यौँ दोमुका है। हेर्नुहोस् दोमुका। अब अहिले चाहिँ हामी यो अब हाम्रो यो अब अहिले चाहिँ त्यहाँ पूजाजीहरूले चाहिँ आफ्नो पूजापाठको लागि सामान तयारी गर्दैछ। अब एक त म अलिक आमाले भान्जो परेँ, एउटै भान्जो, अरू भान्जो छन्, अरू भान्जो चाहिँ प्रायः बिग्रिन्छ सब। अनि मै आउनुपर्ने भयो एउटा सुब्बा भान्जा, त्यसले गर्दा म आइपुगेँ। हेर्नुहोस् सबैले आफ्नो तरिकाले यहाँ विधि विवाद गर्दैछन् है। सबैको आफ्नो पूजाहरू है यहाँ वर्षमा गरिँदैछ। यो अब आज चाहिँ हाम्रो गरेको पूजा चाहिँ यो हजुरबाको चाहिँ धेरै वर्षपछि यस्तो पूजा चाहिँ प्रायः 5-6 वर्षमा 8-9 वर्षमा हुँदो रहेछ। त्यसको लागि सबै यसोजना परिवारहरू भान्जा भान्जी नातिना सम्पूर्णहरू आएका छन् है। यसै गरी मलाई पनि अब निम्तो आयो, भान्जै हुनुपर्ने भन्ने आयो। त्यसले गर्दा चाहिँ म पनि आइपुगेँ। अब अहिले दमुको पोलमा छु। अब यो नुनै पूजा गरेर नगई बाटो कट्नु हुँदैन अरे। त्यसले गर्दा म अहिले यहाँसम्मको भिडियो बनाइरहेको छु। अब पछि यसपछिको भिडियोमा अब फेरि पछि त तपाईँहरूलाई है पारी गएर भिडियो बनाउने छु। ल हेर्नुहोस् घरमै पकायो कि यहीँ हालेर चोखै लिएर मेरो मामालाको दुईजना हजुरआमाहरू है एकदम बुढाबुढी हुनुहुन्छ है। अहिले उनीहरू पनि मोटामोटी 80 पुग्नु भयो है। मेरा दुईवटा हजुरआमाहरू यहाँ बसिरहेको भएको छ। यातायातको धेरै खर्च हुँदैन होइन र पनि अब लगभग अहिले अब त्यहाँदेखि पर्दैन। अब पछि छोरा नातिहरूले विचार गरे भने होइन। जस्तै मैले भनेको चाहिँ कस्तो भयो भने मैले यो अलिकति बुझिनँ। जस्तै तिथि ठिक छ वर्षमा एक आउने त्यो भइहाल्यो। जस्तै माघमा आउने यहाँ चाहिँ आउने परिवार आउने भान्जा भन्ने सबै आएर यहाँ गर्ने चाहिँ कुन हो यो? कस्तो यो चाहिँ सालैपछि पर्छ कि जुन्नुपर्छ कि कस्तो यो चाहिँ? यो त्रिपण्डी श्राद्ध भन्छ। हजुर सालै पछि होइन गर्छु भन्दा सालै पछि गर्दा नि पाइयो। अब यसमा पुँजैकै कुरो आउँछ। हजुर यहाँ खर्च धेरै हुन्छ। अब यिनीहरू त 5-6 भाइ थिए, 5-6 भाइले एउटै भाइले यहाँ गर्दा त अब 1.5-2 लाख रुपियाँ भन्दा घटीले पुग्दैन। सामा खाना किन्नै पर्यो, बाउलाई कपडा किन्नै पर्यो, अब दान दक्षिणा अब गर्नै पर्यो होइन। अब हामीहरूले 160 घरले गर्दा 3,000 रुपियाँ उठायौँ। हजुर होइन त्यसो गर्दा जति धेरै भयो 3,000ले पुग्यो नि पुग्न त पुग्छ। एक्लै जाँदा चाहिँ हामीहरूलाई पनि अब आफ्नो जनसङ्ख्या लिएर जानै परिहाल्छ। गाडी भाडा तिर्नै पर्छ, टिकोटालो गर्नै पर्छ, बाउलाई गर्नै पर्छ। हामीहरूलाई खर्च त त्यति नै हुन्छ। बरु खाइ खर्च यति नै हो, खर्च त्यति नै हुन्छ। एउटा होइन यस्तो हो सबैभन्दा के खाइ खर्च जन थोरै लगिन्छ, नभए खर्च चाहिँ अरू चाहिँ बाहुन त्यति नै चाहिन्छन्। त्यति नै हो। अनि हामीहरूको त त्यसरी गरेर 3,000ले हामीले सक्छौँ एकजना बराबर, एक घर बराबर। अब यहाँ पनि अब यिनीहरूको अब दूरी या त नजिकै हो। अब हाम्रो त 21,000 तालु ओर्दोरको 6 पल्ट गर्दा चाहिँ नि 21 चौको 1.5 लाख रुपियाँ गयो है भाडा मात्रै। त्यसरी जान्छ यो गर्दा नियम। अब
नमो वः पितरो रसानां पितरासो नानां पितरमये अनपितरं भवनानां बहादुर कौन प्रसाद अनि दानाहरू कुमारी सरस्वती विष्णुनाथ कौन प्रसाद का बुआ भरे 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 ल फाइनली अब हामी चाहिँ अब नुहाइ गरेर पूजापाठ पनि मोटामोटी सकिन आँट्यो है। त्यसपछि चाहिँ हामी चाहिँ अब अहिले यो दमुकाको पोलतिर होइन अब हिँड्दै जाँदैछु है। हेर्नुहोस् पारिपट्टिको सबै ठाउँमा यहाँ प्रायः पूजा हुँदैछ। प्रायः यहाँ चाहिँ अहिले आज चाहिँ यो माइतिर चाहिँ प्रायः पितृको पूजा हुँदो रहेछ होइन म्याक्सिमम। यहाँ पितृको पूजा हुँदैछ है। म पनि लाग्दैछु है। यो चाहिँ दमुकाको दुलिङ्गे पुल है। त्यस हेर्नुहोस् ल गाइस म चाहिँ अहिले दमुकाको यहाँ पार्कमा आइपुगेँ है। अझै टिकट काट्दैछु म है। यहाँ चाहिँ छुट्टी उयो भएर है मान्छे कम्ती है सिजन अफ भएर है। ए हो नभए त यस्तो भिड देख्थ्यो यहाँनिर। खास त हामी यसमा आएको सराध्यमा घुम्नु त आएको होइन र पनि ल थ्याङ्क यू सराध्यमा आएको ल घुम्नु भनेर नि ल थ्याङ्क यू ल गाइस फाइनली म आज चाहिँ दमुकाको यस पार्कमा आइपुगेँ है। दमुकाको पार्क हेर्नुहोस् है एकदम सुन्दर दृश्य है राम्रो एकदम यो चाहिँ भाइरल रहेछ एकदम है सुन्दर साह्रै राम्रो खालको रहेछ यस यस हेर्नुहोस् चारैतिर एकदम राम्रो यस यो चाहिँ मेन मूल गेट हो यो इन्ट्रान्स। त्यसपछि अब हामी जाँदैछौँ यस राम्रो भ्यू है यस एकदम राम्रो है। ल हेर्नुहोस् गाइस अहिले चाहिँ हामी जाँदैछौँ है। यो चाहिँ तपाईँको दमुकाको मेन जक्सन भनौँ न दमुका है। यो चाहिँ दमुका अब आउन आँट्यो। यहाँ चाहिँ तपाईँको गौतम बुद्धको मूर्ति भनौँ न स्ट्याचु है एकदम ठुलो रहेछ है साह्रै राम्रो है। इस एकदम आई लभ दमुका है। इस एकदम राम्रो नेपालको झन्डा है एकदम परबाट देखिरहेको हेर्नुहोस्। यो चाहिँ अहिले हामी त्यहाँबाट आएको म जुन ठाउँमा आएको थिएँ है त्यो ठाउँबाट आएको अहिले म है। यस हेर्नुहोस् यहाँबाट अहिले म यो ठाउँबाट आएको अहिले म भर्खर झुलुङ्गे पेर आएको। त्यहाँ चाहिँ हाम्रो श्राद्ध अहिले हुँदैछ त्यहाँ गर्नु हुँदैछ मामाहरूले। अहिले हामी चाहिँ यो ठाउँमा आइपुगेँ म अहिले है। राम्रो छ भ्यू है हेर्नुहोस् डाँडाको पानी एकदम कम्ती रहेछ अहिले है पानी कम्ती रहेछ। यस हेर्नुहोस् दामी बुद्धम शरणम गच्छामि यस राम्रो यस साह्रै राम्रो भ्यू है यस राम्रो है साह्रै राम्रो भ्यू है।
ल सम्पूर्ण साथीहरूलाई अहिले चाहिँ अवस्था दोमुकाको एकदम पानी सुकिरहेको अवस्था है। हेर्नुहोस् पानी छैन दोमुकामा अहिले हालको अवस्थामा पानी छैन होइन। र पनि अब घुम्न आउने पर्यटकहरू चाहिँ अलिअलि छन् है। र पनि पानी आएको छैन। आज हेर्दाखेरि चाहिँ अब आज भोलि कहिले पानी छ। अब पानी आयो भने चाहिँ वर्ष होला, नभए यस्तो पानी छैन। अलिअलि मान्छेहरू प्रायः नुहाउनेहरू अलिअलि एक दुईजनाको अलिअलि छन्, नभए खासै पानी छैन है दोमुकामा अहिले चाहिँ अहिलेको अवस्थामा। नभए यतिखेर पानी वारपार पानी हुन्छ दोमुकामा, पानी भन्ने छैन। ल दोमुकाको खोलामा चाहिँ अहिले माछा मार्ने काम भइरहेछ है। हेर्नुहोस् माथिबाट आएको झिलोबाट अहिले मुनि आएर गाईहरूले चाहिँ पुरै माछा मार्नु हुँदैछ है गाइस। हेर्नुहोस् गाईहरूले चाहिँ पुरै यहाँ माछा मार्नु हुँदैछ। अब एकछिन त्यहाँ पूजा सकेर, त्यहाँ पूजा भन्दाखेरि सराद सकेर अहिले भर्खर आएर यहाँ दाइहरूलाई माछा मारेको हेर्दैछु। एकदम दोकानमा हाल्नु हुँदैछ। ल गाइस दोमुकाको माछा है। अब ठुलो नभए पनि बिचरा दाजुहरूले माछा मार्नु भयो त बिचरा सानोतिनो है। त्यो गुम्बाको भाँडामा ठिकै छ यसो होइन, टाइम पास त हो त के छ खास त्यही त हो माछा भनेको त्यही हो। उहाँ उता चाहिँ माछा निकै तरिकाले मार्छ बिचरा। यो दाइहरूले चाहिँ एकदम मसिनो माछा मार्नु भएको छ। ल गाइस यस्तै ल। ल सम्पूर्ण साथीभाइहरूलाई है फेरि पनि है स्वागत छ है। अब अहिले चाहिँ हाम्रो मोटामोटी यहाँ हजुरबाको श्राद्ध सकेर अब हामी चाहिँ अब लाग्ने तयारीमा छौँ। म त्यसै बाहिर निस्केको है। अब हामी लाग्नुपर्छ होला है। तपाईँहरूलाई अब बिदाई माग्नु पऱ्यो भनेर आएको है। अब त्यहाँ गाडी आउने त तयारीमा छ है। अब यस्तै छ दोमुकामा आएर हजुरबाको सलाद खाइएर अब हामी केही बेरमा लाग्दैछौँ है। ल धन्यवाद।